हेलो साथीहरू नमस्कार। आज चाहिँ हामी क्यानबेरामा भइरहेको नेपाल फेस्टिभल 2025 को इभेन्टमा जान गइरहेका छौँ। मसँग हुनुहुन्छ मेरो साथी देवराजजी र म गिरिराजजी यता छु भने हामी दुइटै पोखरेल पर्यो हैन। पोखरेल भेट भयो, गैटा यत्रो भेट भयो भने त अब त्यो हाम्रो उखानै छ। आज चाहिँ हामी जाँदैछौँ नेपाल फेस्टिभल क्यानबेरा 2025। यहाँहरूलाई त्यहाँ के भइरहेछ भन्ने कुरा चाहिँ मैले यो भिडियो थ्रु देखाउने छु। कृपया मसँग यो भिडियोमा स्टे ट्युन रहनु होला। अब एकछिनपछि म तपाईहरुलाई नेपाल फेस्टिभल क्यानबेरा 2025 मा लगेर जानेछु। आजको मौसम चाहिँ छ्याक्क छ, पानी पनि परेको छैन, आनन्दले घाम लागिरहेको छ हैन। अब यस्तो मौसमले साथ दिएको छ। हिजोसम्म हल्का पानी परेको थियो, आज चाहिँ पानी परेको छैन। सायद हामीले आफूले चाहिँ लक्की नै ठान्नुपर्छ। हामी चाहिँ लगभग आइपुग्यौँ नेपाल फेस्टिभल इभेन्ट भइरहेको ठाउँमा। सुन्न सक्नुहुन्छ हजुरले ब्याकग्राउन्डमा आवाज। ल हेर्नुहोस्, हामी आइयो अब ठ्याक्कै नेपाल फेस्टिभलमा आइयो। भिडभाड त छ, अहिले मान्छे अब जम्नी कार्यक्रम भइरह। आज बेलुका चाहिँ यहाँ खास कन्सर्ट को रे दाजु? यहाँ के भइरहेको? को आउँदै हुनुहुन्छ अरे? यहाँ चाहिँ समीक्षा अनि राम्रोसँग भनौँ ल, को आउँदै हुनुहुन्छ? अधिकारी अनि शिव परियार अनि कन्दरा ब्यान्ड प्रस्तुति रहनेछ साँझ। स्टे ट्युन। हजुरहरू सबैलाई सबै चिजको चिज मैले चाहिँ सबै कैद गरेर देखाउने छु। मसँग भिडियोमा कृपया रहनु होला। अहिले हाम्रो एक साथी यता चाहिँ के अरे लेखनाथजी रे, हजुर नाम के अरे? होइन सन्तोषजी हुनुहुन्छ। सन्तोषजी कस्तो भइरहेको नेपाल फेस्टिभल? एकदम रमाइलो। कति बजीदेखि आउनुभयो भन्नु त यहाँ? म चाहिँ आएको भए कति बजी भनौँ, बिहान परेडमा आउनुभयो? आइएन काम थियो। त्यही त हामी नेपालीहरूको यस्तै हो। अब काम पनि भ्याउनु पर्यो होइन, इभेन्ट पनि भ्याउनु पर्यो। देवराजजी हेर्नु है, एक्लै आउनुभएको खै त भाउजू? सही काममा। ओके। अनि तिमी चाहिँ एक्लै आएको, म चाहिँ एक्लै आउनु हुँदैन। ठिक छ ठिक छ। मेरो त फ्यामिली ल्याएको, बाबु ल्याएको, बच्चा ल्याएको। ल त्यसो इन्जोय गर्नुभएको नेपाल फेस्टिभल? जानु लाग्यो। ओके। इन्जोय होइन जानु भएन नि, बेलुका कन्सर्ट हेर्नु पऱ्यो नि ब्रो। बाबुलाई खुवाउनु परेन। अनि जस साथीभाइहरू चाहिँ भेट भयो। यही त नेपाल आउनुपर्छ होइन, समय त्यति वर्षमा हुने चिजहरू। यस्तो इभेन्टले गर्दाखेरि हामी सँगै हुन पाइन्छ, भेट्न पाइन्छ होइन। त्यही त बिजी फोन गर्दा पनि तल आइपुग्दैन, म बिजी छु भन्छ। ओके। त्यही हो, समय यस्तो छ होइन। त्यही हो, समय मिल्ने। धन्यवाद रेकर्ड गरिदिनु भएकोमा। हस् धन्यवाद। धन्यवाद लेखनाथजी है। एकदमै मिठो छ। अब यो माहौलमा भिडभाडमा यतिको मिठै हो। यहाँ सकुवा चाहिँ मन्दिर थियो, लास्टी मिठो यार। मभन्दा सेकुवा मन पर्यो। सेकुवा चाहिँ हाम्रो यो डिस्काउन्ट ग्रोसरीको स्टल होइन त्यो अघिको? हो, त्यो चाहिँ एकदम राम्रो रह्यो। लास्टै टेस्टी। अरूहरू गीत सुनाउँछु नि त म हजुरहरूलाई, हुँदैन? हट भएर पट भएर नै चाहियो। खै त को हट बनेर पट बनेर आएको त देख्दिनँ त म। एकजनालाई पनि हट र पट देखिनँ है मैले। ठिकै छ, केही छैन। जसरी आउनु भएको छ सबैजना एकदमै आफ्नो ठाउँमा राम्री बनेर आउनु भएको छ है। सो कन्फ्युज भए म कुन गीत गाउने होला। अब तपाईँहरूले जुन भन्नुहुन्छ त्यही गाउने है म चाहिँ है। अस्ट्रेलियामा धुलो हुन्छ कि हुँदैन हौ त्यो पनि थाहा छैन मलाई। हुन्छ ल, धुलो उडाउनुहोस् न त्यसो भए। ल दुश्मन हेरेको कसले जवान यहाँ बिमानी हो सन्नासो छै मन कसले जवान यहाँ बिमानी हो
मन कसले जवान क्या बिमानी को यहाँ पिउनेमा पिलाउनेको क्या बदनामी भो यहाँ पिउनेमा पिलाउनेको क्या बदनामी भो बेहोसी पछि त होसमा क्या नामी भो बेहोसी पछि त होसमा क्या नामी भो यहाँ पिउनेमा पिलाउनेको क्या बदनामी भो यहाँ पिउनेमा पिलाउनेको क्या बदनामी भो यहाँ पिउनेमा पछाडिको साथीहरू बेहोसी पछि त होसमा क्या दामी भो बेहोसी पछि त होसमा क्या दामी भो पिउनेमा पिलाउनेको क्या बदनामी भो यहाँ 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 पिउनेमा पिलाउनेको क्या बदनामी भो बेहोसी पछि त होसमा क्या दामी भो क्या दामी भो बेहोसी पछि त होसमा क्या दामी भो पिउनेमा पिलाउनेको क्या बदनामी भो यहाँ पिउनेमा पिलाउनेको क्या बदनामी भो यो साथीले पिलायो साथीले सबैको हात माथि पिउँदिन भन्दा भन्दै पिलायो साथीले पिउँदिन भन्दा भन्दै पिलायो साथीले पछु भनी भरोसा पिलायो साथीले पिलायो साथीले पछु भनी भरोसा पिलायो साथीले पिलायो साथीले पिउँदिन भन्दा भन्दै पिलायो साथीले धोकेबाज हो तिमी एकचोटि क्यानबेराको सबैको ह्यान्ड्स अप होस् अनि क्ल्याप आउनुपर्छ गाइस 1 2 3 गो जुनी भरिलाई रुवाई गायौ तिमी अझै पनि यो मनमा छौ तिमी जुनी भरिलाई रुवाई गायौ तिमी अझै पनि यो मनमा छौ तिमी धोकेबाज हौ तिमी धोकेबाज हौ तिमी हामी सबैजना ह्यान्ड्स अप गर्छौँ अनि क्ल्याप गर्छौँ है त गाइज सो म काउन्ट गर्छु 1 2 3 गो लत्याएर मलाई छाडिदियौ बाचा कसम सब तोडिदियौ आज रुँदैछु
बिछोडको चोटले बल्झिएर पागल हुँदैछु हो किन साथीहरू लत्याएर मलाई छाडिदियो बाचा कसम सब तोडिदियो आज रुँदैछु विगतका पल सम्झिएर बिछोडको चोटले बल्झिएर पागल हुँदैछु आज पराइकै साथमा गयौ तिमी अझै पनि यो मनमा छौ तिमी धोकेबाज हौ तिमी धोकेबाज हौ तिमी फेवातालमा साइली Okay. So here is that mic to be increased as well. Thank you so much, Sam. Thank you, Patrick. It's been a great help. On stage. अब सुन्नुभयो? Excellent. सुन्नुभयो? ल अब सुन्नु है गिटार सुने सही छैन? Okay, यो गीत चाहिँ यो गीत म जुन गाउन गइरहेको छु नयाँ गीत हो. यसमा के छ भन्दाखेरि आदरणीय आनन्द अधिकारी दाइले इलामको को हुनुहुन्छ यहाँ हाम्रो पूर्वतिरबाट इलामको चियालाई ल्याएर मुस्ताङको स्याउसँग मितेरी लगाइदिनु भयो है अनि डोटीको रानीले लगेर पूर्वको राजासँग चाहिँ डान्स गराइदिनु भएको छ डोटीको हो सो डोटीको रानी चाहिँ गएर पूर्वको हाङसँग डान्स गरेको रे है आफ्नो त भागमा धोका पो रहेछ लाखौं र हजार बिचरा म यस्तै छ मेरो मायाको संसार नाचेको खोइ त तपाईहरु नाचेको म मात्र नाच्छु हो दिलका साथ एउटा टुटेको मान आज नि टुट्दै छ एउटा मुटु थियो आफ्नो भन्ने यो पनि छुट्दै छ ओ एउटा मुटु थियो आफ्नो भन्ने यो पनि छुट्दै छ ओ यहाँ त आत्मा नै बिछिँदो रहेछ यो कस्तो बचार
बिचरामा यस्तै छ मेरो मायाको संसार बिचरामा यस्तै छ मेरो मायाको संसार लाउडस् भाइहरु मनको सारङ्गी आज नबच्छ बिना यो नबच्छ मनको सारङ्गी आज नबच्छ बिना यो झिल्के दुनिया मायाको अचेल मूल्यले हरायो ओ यो झिल्के दुनिया मायाको अचेल मूल्यले हरायो सिमसिमे पानी बसी नै रहन्छ आँसुको असर बिचरामा
जय जय नेपाल 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 गर्नु स्वदेशको सेवा नेपाली बन्नला धेरै छ गर्नु स्वदेशको सेवा नेपाली बन्नला शिर ठाडो पारी नेपाली भन्ने मनै हुँ भन्नलाई हैन भने नेपाली नभना वीरको छोरा नातिमा नगना गर्नु स्वदेशको सेवा नेपाली बन्नलाई शिर ठाडो पारी नेपाली भन्ने मनै हुँ भन्नलाई हैन भने नेपाली नभना वीरको छोरा नातिमा नगना मलाई तपाईँको एकचोटि हात देखाइदिनुहुन्छ सबैले यसरी नेपालको लागि वाउ तपाईलाई कहाँ गयो यो हेर्नुस् रहलाग्दो कान्छीको यौवन फट्टा गर्दै पैसा ढल्केछ चञ्चले कान्छीको यौवन हावासँगै उडिसकेछ रहलाग्दो कान्छीको यौवन फट्टा गर्दै पैसा ढल्केछ पञ्चाङ्गमा लुका मारी खेली कहिले वारी कहिले पारी हुन्थ्यो पञ्चाङ्गमा लुका मारी खेली कहिले वारी कहिले पारी हुन्थ्यो देउराली डाँडेमा बसेर कान्छी रातोमा
बोलाउने गर्थ्यो तर आज कान्छीको पहाडमै खेल्दै बितेछ चञ्चलो कान्छीको जोडी हावासँगै उडिसकेछ ऐना सामु बसेर कान्छी तिमी धेरै बेला डोलाई बस्थ्यौ ऐना सामु बसेर कान्छी तिमी धेरै बेला डोलाई बस्थ्यौ चुल्ठो बाटेर कान्छी तिमी आफैलाई सुन्दरी ठान्छौ तर आज कान्छीको ऐना हेर्दै ढल्किसकेछ चञ्चले कान्छीको जोडी हावासँगै उडिसकेछ रहरको कान्छीको कथा गर्दै पैसा ढल्केछ पहाडमै खेल्दै बितेछ ऐना हेर्दै ढल्किसकेछ विदेशिनो लेखियो कर्मैमा भाला रोपी नबोला मर्मैमा जिउ त होइन ढुङ्गाको छ पनि औला माया नमारे म पनि निरमोही आफ्नो कोल छ ए हङकङको खरा निरमोही आफ्नो कोल छ निरमोही आफ्नो कोल छ अब तपाईँहरूले डिस्को नाचेको हेर्ने मन छ मलाई सबैजना क्यानबेरा
सबैलाई लगाउने आँखाको रिमझिमले बनाउँदै घर बनाइदिने माया ओहनी सबैलाई लगाउने आँखाको रिमझिमले बनाउँदै घर बनाइदिने तपाईँको डिस्को खै त डिस्को नाच खै त गुराँस तेरा झुठो सजेकी आँखामा कालो काजल लाएकी साह्रै राम्री भएकी झलास्दै हेर्दै जस्तो काला आँखाला काहे घुमाना मन है फकाउला है स्याउ जस्तो काला आँखाला काहे घुमाना मन है फकाउला है नजारा तिमीले हामीलाई किन बिर्सकी निरमोही आफ्नो पोछरा पोखरा निरमोही आफ्नो पोछरा हल्क पोखरा निरमोही आफ्नो पोछरा। साथीहरू थियो आज दिनभरि भिडियो खिच्दा मेरो खुट्टा यस्तो दुखेको छ है, तर केही छैन। भिडियो सायद राम्रो लाग्यो होला हजुरहरूलाई। यदि मेरो भिडियो मन पर्यो भने मेरो यो कंगारू लेन्स युट्युब च्यानललाई लाइक सब्सक्राइब अनि सेयर गरिदिनु होला। अर्को भिडियोमा अवश्य पनि म भेट्नेछु। त्यतिन्जेलसम्मका लागि बिदा चाहन्छु। हस्त नमस्कार।